टु अफ छु सब्स्क्राइब गर्नुपर्छ है गाइज अनि लाइक पनि कमेन्ट भन सुमलको गर्दा हुन्छ केही फरक पर्दैन मेरो चाहिँ हेलो साथीभाइ वेलकम छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा फेरि पनि लामो समय पश्चात तपाईहरुको माझमा यो भिडियो लिएर आएको छु र आजको भिडियो चाहिँ हाम्रो जुन सुवन घुम्न जाने प्लानिङ भयो सो हामी चाहिँ छुसकको बिदामा चाहिँ हामी सुवन जाने प्लान भएर चाहिँ हामी सुवनतर्फ हामी 3 भाइ बिहानै लाग्यौं किनकि त्यहाँ हाम्रो साथीहरु पनि भेटिन्छ र हामी सुवन घुम्ने प्लानले हामी बिहानै सुवनतर्फ लाग्यौं फाइनली हाम्रो साथीहरुसँग पनि भेटघाट भयो हामी नि सुवन पुग्यौं र अब त्यहाँदेखि चाहिँ हामी चाहिँ सिधै ढिलो नगरी टाइम धेरै गइसकेको थियो सो त्यहाँको लाइब्रेरी घुम्न जाउँ न भन्ने कुराहरु भयो र हामी चाहिँ सबैजना चाहिँ ट्याक्क लाइब्रेरी जाउँ त भन्ने हिसाबले चाहिँ हामी चाहिँ टक्क लाइब्रेरी तर्फ लाग्यो ठ्याक्क लाएर मान्छेको धेरै भिड थियो हो त्यहाँ पुरै लाइब्रेरीमा सो हामी पनि ल लिफ्ट चढेर जाउँ त भनेर सबैजना चाहिँ हामी चाहिँ त्यही मान्छेको भिडमा खाच गरेर चाहिँ टक्क लिफ्ट चढेर सुई माथिल्लो तला गयो र माथिल्लो तला जाँदाखेरि तला चाहिँ यस्तो दामी भ्यू देखिने के फेरि त्यहाँदेखि झट्ट ठ्याक्क लाइब्रेरी पनि पुग्यो अनि टक्क हामी चाहिँ यसो हेरेको त्यहाँ एकदम दामी देखिएको थियो हो त्यहाँ चाहिँ जोस त्यहाँ परेर पुरै बसेर पढ्ने ठाउँहरु पनि छ अनि त्यो दिन चाहिँ पुरै त्यहाँ चाहिँ लाइब्रेरी कन्सर्ट हुन लागेको रहेछ अनि त्यहाँ चाहिँ प्रोग्राम हुने भएकोले चाहिँ पुरै मान्छेहरुको चाहिँ एकदमै भिड थियो कि त्यहाँ चाहिँ अनि हामी पनि एकछिन त्यहाँ टक्क यसो हेरेको जोस राम्रो रहेछ त्यहाँ चाहिँ पुरै लाइब्रेरी जोस म्युजिशियन टिमले चाहिँ म्युजिक दामी बजाएको थियो त्यतिखेर र हामी पनि दामीले सुनेर बसेको एकछिन हो जोस एकदम राम्रो थियो सबैजनाले पुरै आनन्द लिइराखेको थिए मजाले जे होस् त्यहाँको पुरै के रे यो चाहिँ लाइब्रेरी कन्सर्ट रहेछ अनि त्यहाँ हामी पनि एकछिन पुरै आनन्दले म्युजिक बजाइरहेको थिए म्युजिकमा हामी पनि एकछिन टक्क पुरै भुलेर बसियो जोस भाइलो नि त दामी बजाएको थियो हैन यो हाम्रो के भन्नु आन्टी भन्नु कि के भन्नु उहाँले दामी बजाइरहेको थियो हामी पनि आनन्दले हेरेर बसियो एकछिन त्यसपछि चाहिँ हामी सिधै खाना खान गइयो जुन त्यता सुवनमा नेपाली रेस्टुरेन्ट रहेछ ठमेल रेस्टुरेन्ट त्यहाँ सर्लक्क छिर्यौं च्याट्ट त्यहाँ चाहिँ पुरै खाना चाहिँ एकदम राम्रो मिठो भन्ने लायकै बनाउँछ कि जस्तो लाग्यो र त्यहाँ गएर हामी चाहिँ खाना खाइयो त्यसपछि फेरि साथीहरुले खाना बचाउने काम गरिहाले हो कसको ह्यान्ड पावर कति कसको फुल बडी पावर कति देखाउन थालिहाले साथीहरुले र त्यो गरिसकेपछि चाहिँ हामी चाहिँ पुरै सुत्नको लागि गइहाल्यो रुममा हो अनि आराम गरियो नेक्स्ट डे चाहिँ हाम्रो बहिनीहरु पनि आउनु भएको थिए सो हामीले चाहिँ बहिनीहरुलाई पिक गरेर चाहिँ हामीहरु चाहिँ अब फेरि एभरल्यान्ड घुम्न जाने प्लानिङहरु भयो सो हामी चाहिँ सारा अब एभरल्यान्ड पनि घुम्ने हो भनेर चाहिँ पुरै सबै एक्साइटेड थिए हो ल हाम्रो जम्बु टोलीहरु अनि हामी चाहिँ पुरै एभरल्यान्डमा चाहिँ पुरै घुम्नको लागि एक्साइटेड भएर चाहिँ हामी चाहिँ सिधै एभरल्यान्डतिर सो हामी चाहिँ टिकट लिएर चाहिँ सिधै छिर्यौं अनि छिरिसकेपछि चाहिँ अब हामी चाहिँ पुरै केबल कार चढेर चाहिँ ठ्याक्क माथि जू साइड जाने हो जनावरहरु हेर्नको लागि जाने भन्ने प्लानिङहरु भयो साथीहरु हाम्रो टोलीहरु सबैजनाहरु ओके भएर चाहिँ हामी चाहिँ सिधै त्यता लाग्यौं है ल गाइस हाम्रो टोलीहरु चाहिँ पुरै सरर केबल कार चढ्नको लागि भित्र छिर्यो इन्द्रसी चाहिँ को हुन् कहाँ गए भनेर सर्लक्क हेर्दै छ बुढो हो अनि हाम्रो लक्ष्मणजी पनि सरर जाँदै छन् हो हाम्रो बहिनीहरु पनि सरर आउँदै छन् टक्क उनीहरु पनि सर्लक्क जाँदै छन् हाम्रो टोलीहरु
चट्ट एक्साइटेसन जे होस् आर्मी स्टाइलले पुरै सबैजना पुरै लाइन बसेर चाहिँ पुरै पालो फर्किँदै सर्लक्क छिर्दैछन् हाम्रो साथीभाइ जोस् रमाइलो हो। हाम्रो बहिनीले चाहिँ के भन्दैछन् कि खै साथीहरूलाई पुरै आउनुहोस् यता छिर्नुहोस् घुस्नुहोस् भनेर हो कि बोलाउँदैछन् पुरै हो। साथीहरू पनि पुरै रमाइलो गरिरहेछन् जो सबैजना पुरै सर इन्द्रसी फेरि टक्क हेर्दैछ। ल गाइस हामी चाहिँ पुरै केबल कार भएको ठाउँमा छिरिसक्यौँ र हामी चाहिँ अब पुरै सिधै माथि जुन घुम्ने ठाउँमा चाहिँ जाने तर्खरमा छौँ हामीहरू। साथीहरू हिँड्दैछन् पुरै भोटेलाई पुरै हिंसा हानेर साथीहरू पुरै एक्साइटेड भएर चढ्दैछन्। हाम्रो घिसिङ दाइदेखि ठ्याक्क रह्यो। घिसिङ दाइदेखि पुरै 5 जनाको टोली चढ्ने होला फेरि। ल सर गएछन् साथीहरू सबैजना ठ्याक्क लाएर। ल लास्टमा त म एक्लै छुटेको के फेरि पानी परेर हो कि राम्रो नै देखिएन हो यो के भन्छ केबल कारभित्रदेखि यसो भिडियो गर्दाखेरि। अनि पुरै पानीले गर्दा त्यतिखेर धेरै पानी परेर जोस् राम्रो भएन हामीलाई त्यो घुम्नको लागि चाहिँ। हुन्छ पानीले गर्दाखेरि राम्रै देखिएन हो। अब हामी चाहिँ त्यहाँ घुम्ने ठाउँमा चाहिँ हामी चाहिँ पुग्न लागेको छौँ। फाइनल्ली गाइज हामीहरू चाहिँ पुग्यौँ र हाम्रा बहिनीहरू अनि हाम्रो साथीहरू चाहिँ सल्लाह गर्दैछन् के कसरी हो कहाँ घुम्ने हो के गर्ने हो भन्दै। अनि हाम्रो टोपेन्द्रसी अनि अरू चाहिँ अगाडि नै घुमेको कारणले चाहिँ उहाँहरूलाई थाहा भएर चाहिँ हामीलाई गाइड गर्दै हुनुहुन्छ। हामी चाहिँ उहाँहरूको पछि लागेर सर गयौँ। सो साथीभाइ त्यही हो हामी जुन चढ्ने कुराहरू चाहिँ चढ्न पाएनौँ किनभने त्यहाँ पानी धेरै परेको कारणले चाहिँ अलिकति डेन्जर हुन्छ भनेर सबै बन्द रहेछ। खासमा हाम्रो टार्गेटै त्यही थियो हामी पुरै चढ्ने कुरा चाहिँ चढ्ने हो भनेर हामी गइरहेको थियौँ तर भएन त्यो कुराहरू चाहिँ। अनि त्यही भएर चाहिँ हामी चाहिँ यता पुरै जनावरहरू हेर्ने भनेर चाहिँ सर्लक्कै लाग्यो हो। टोलीहरू यता मुभ भइसके। सो हामी चाहिँ यहाँ हेर्दैछौँ र यहाँ चाहिँ पुरै न्याउरी मुसो अनि पुरै दुम्सीहरू रहेछ हो। अनि त्यहाँ चाहिँ पुरै हाम्रो इन्द्रशीले चाहिँ पुरै के रहेछ यहाँ भन्दै पुरै तन्केर हेर्दा दुम्सी रहेछ नि भन्दै हँसाउनु भएको थियो र हामी चाहिँ यहाँ पुरै हेरिरहेछौँ सर्लक्क हो। त्यहाँ चाहिँ पुरै दुम्सीहरू सर्लक्क हेरियो। यो चिज चाहिँ पुरै माछा खाने चिज हो। अनि हाम्रो भाषामा चाहिँ हामीले चाहिँ यसलाई चाहिँ ओत भन्छ हो तर के हो कि खास यसको नाम चाहिँ थाहा भएन। यो हेऱ्यौँ हामी एकछिन गएर टक्क त्यहाँ चाहिँ पुरै माछा खाने जनावर हो यो। अनि त्यहाँ पुरै पानीमा पुरै तैरिँदै थियो। अनि त्यही भएर चाहिँ दुईवटा चाहिँ उता फेरि पुरै हानाहान गर्न लागेको थिएँ। अनि हामी एकछिन त्यहाँ हेऱ्यौँ। अनि यता फेरि पुरै वनको राजा रहेछ फेरि पुरै यता वनको राजालाई पुरै दर्शन गर्न गयो सबैजनाले पुरै सो त्यही हो गाइज हामी चाहिँ जोस् राम्रोसँग एभरल्यान्ड घुम्न पाइएन किनभने पुरै पानी परेको कारणले चाहिँ त्यति राम्रोसँग हामीलाई मौसमले साथ दिएन। सो हामी चाहिँ पुरै आज यति गरेर चाहिँ हामीहरू चाहिँ फर्किने काम गऱ्यौँ। हामी चाहिँ अहिले चाहिँ पुरै सबैजना चाहिँ लगभग अब रुमतिर फर्किने कार्य भयो र हामीहरू चाहिँ रुमतिर आउने काम गरियो। मौसम हेर्नुहोस् न पुरै बादल पुरै ढाकेर पानी धेरै परिरहेको थियो। त्यही भएर चाहिँ हामीहरू चाहिँ राम्रोसँग घुम्न पाइएन। सो हाम्रो सेकेन्ड डे पनि यस्तै भयो। हामी पुरै घुम्ने प्लान थियो। हाम्रो प्लान पनि राम्रो भइएन। हाम्रो प्लानलाई सक्सेस हुन दिएन पानीले गर्दाखेरि। सो हामीहरू चाहिँ अहिले पुरै रुमतर्फ लागियो। सो गाइज आज लास्ट डे हामी फेरि पनि ठम्ले रेस्टुरेन्टमा खाना खानको लागि रेडी भइयो र आज चाहिँ हामी खाना खाएर चाहिँ हामी सबैजना आफ्नो कम्पनी रुमतर्फ चाहिँ फर्किने हाम्रो जुन सल्लाह भयो। सो हामी चाहिँ आज चाहिँ आफ्नो कम्पनीमा फर्किने काम गर्नेछौँ। फाइनली गाइज हामी चाहिँ पुरै खाना खाएर चाहिँ साथीहरू आफ्नो कम्पनीमा गइसक्नु भयो र हामी दाइ र हामी पनि पुरै अब कम्पनी फर्किने काम गऱ्यो र यहाँ पुरै अलिअलि सामानहरू लिनुपर्ने थियो र हामी चाहिँ सामान लिनको लागि चाहिँ यसो एके प्लाजातिर टक्क भित्र छिर्यौँ र अब हामी पनि पुरै लाग्ने कार्य गर्दैछौँ।
सो गाइज त्यही हो, हाम्रो चाहिँ बिदा यसरी नै बित्यो है। भिडियो अन्तिमसम्म हेरिदिनु होला र तपाईँहरूलाई के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला, लाइक सेयर पनि गर्नु होला र मेरो च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त।